साथीभाइहरू पानी परेपछिको आकाश भनेको जस्तै पानी परेको परे झम 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 हाम्रोमा चाहिँ ल बाई बाई तिमीहरू पानी परेको परे अनि आज सबैलाई सन्चो कुशलै हुनुहुन्छ होला पानी परे धेरै के हो तर अहिले यो बेलुका होइन दिउँसै हो 4 बजीतिरको समय हो मेरो साथीहरू अनि यस्तो छ हेर्नु त डुमडुम्ती यो हाम्रो गाउँमा मात्रै यस्तोलाई हुन त असार हो साउन हो पर्नु पर्यो तर हिजो अन्त गएकोमै अन्त पानी परेको छ बाहिर जाँदा यता झन् हेर्नु न कालो अनि म यस्तो बनाउँदैछु भर्खर मेरो साथीभाइहरू म सन्चै छु सबै सन्चै रहनु होला अब यो माइली माजु कर्सी तमेको हालत यस्तै हो अनि म भन्छु जहिले तैले अब आफ्नो घर बारी करासम्म बाहिर नजाँदा चाहिँ यसै रम्यो तर बाहिर गएर आएँ एकछिन म बाहिर जाँदा के भेल बाटो हिँडेको के गर्नु भनेर एकछिन उ गरेँ बाहिर किन गएँ भनेपछि पार्सल उता पठाएको थिएँ अनि आएन भने सोध्नु गएको अनि यो ल्याएँ कि हजुरहरू मेरो हेर्नुहोस् त मेरो गाइजहरू मेरो साथीभाइहरू मेरो छोराछोरीहरू मेरो भाइ बहिनीहरू हेर्नुहोस् त फुल लिएको कि यो पनि सार्नु भ्याएको छुइनँ अनि ला भाँचिदिएँ नि यसलाई ठुलो प्लास्टिकमा हाल भन्दा हालेन यो कागती लिएको कि बारी मास फल्ने भन्छन् के हो अब यसलाई भोलि भाँचिदिए ला अर्को पनि भाँच्दै छ कस्तो व्यापार गर्ने ठाउँमा ठुलो प्लास्टिकै छैन अरे किन्नुको पिरोले के प्लास्टिक किन्नुको पिरोले सानो दिँदो रहेछन् 5 किलोको मात्रै छ मलाई त नजान्ने भनेर होला नि त अनि 5 किलोको मात्रै छ प्लास्टिक ठुलो आउँदैन अरे ठुलो आउँछ आउँदैन मलाई थाहा हुन्छ किन्नुको पिर लाग्यो भन न भनिदिएको अनि त्यस्तो अरे साथीभाइहरू अनि यस्तो अब त्यो अर्को फुल सप्रिएन अनि मैले फेरि यो फुल हाल्नुलाई लिएको यस्तो गर्दैछु बुढी मान्छेलाई के भन्नु अनि चाहिन्छ मेरो दिदी बहिनी दाजुभाइहरू मेरो छोराछोरीहरू ल हेर्नुहोस् अब काम यस्तै हो आमाको कामले यस्तै छ लै बरी लै यस्तो हुन्छ नसके नि भ्याउँदैन बजार जाने पनि आएछौ त्यो झन् त्यो पनि भन्छ 500 को फुल यो अरे 500 व्यापारीहरूले कस्तो लुटेको छ नि लुट्नै बसेको जस्तो यस्तो देख्न सक्नुहुन्छ साथीहरू मेरो हजुरहरू फुल सब बिजोक पाराले भाँचेछ नि त यो त राम के गर्नु आफू नसकेपछि यस्तो हुँदो रहेछ अनि यस्तो गर्दैछु हेर्नु साथीभाइहरू 1200 को एउटा कागती एउटा यो फुल तर मन पर्यो मलाई तर महँगो भए पनि 500-600 भन्दै थियो दलाल गरी 500 मा ल्याए हजुरहरू यस्तो फुल रहल थियो र गमलामा फुल्ने अनि यसको 600 हो यसको चाहिँ 600 हो फल्छ भने 1-2 गेडा फलेको तर यसको रोग लाग्यो जस्तो रहेछ अनि यस्तो गरेर लिएको जाला यो पनि यहाँ प्लास्टिक पानी भयो भने धोएर मेरो अन्डा हालेर पठाउनलाई काम दिन्छ है फेरि मेरो अन्डा व्यापारीको त त्यस्तै हुन्छ टेबल माथिको पानी अब अहिले फुल हाल्यो भने भएन दिनभरि सकिन सुतेर बसेँ अपराचित्त कि थापराचित्त हेर्न सक्नुहुन्छ यहाँ मेरो फुल के गर्नु सबै यसले चाहिँ झाङ मात्रै ठुलो यो त्युरी फुल भन्नेले झाङ मात्रै ठुलो साथीहरू अनि मेरो चाहिँ यो आमाको काम यस्तै छ फुल फुलेछ के गर्नु यी सुटेको माल अझै नउठाएर थाङ्ना माग्न सबै यस्तो गर्छन् हेर्नु त अब यो भोलि नसुकाए त कहाँ हुन्छ त गनायो फुल फुलेछ फुल्नु त कस्तो फुल्छ हजुरहरू यो है कस्तो फुल्छ पानी दिने हाल्नुपर्ने के रातो मैलो कैलो भयो अब यो खोर्सानी
अस्ति मर्यो भनेको थिएँ नि। ए आज त सर्लङ्गै गयो 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 बरी लै सब बाँचेको साले कस्तो गर्छ भने रोप्यो 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 अनि त्यस्तो भयो। अब यस्तै हजुर अस्ति बिहानभरिको काम नि आज त शीतले हेर्नु त फुल त फुलेछ भोलि बिहान मात्रै फुल्छ फेरि औ मेरो फुल होइन र सबैलाई थाहा भएको कुरा के चियाउ देखाएर बस्छ नभन्नु होला। ओ मकैबारी देख्न सक्नुहुन्छ मकैबारी ल यता घन्टी आएर गाइजहरू के को घन्टी आएको घन्टी चिन्न आएको कसले लगाएको घन्टी चिन्नु चाहिँ घन्टी चिन्नु यो मान्छेले परिवर्तन हुन्छ नि यति लामो हेर्नुहोस् त मान्छे यति लामोको पारा यस्तो छ। उठो 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 मेरो पारा यस्तै छ भन यहाँ सुन त पारा यस्तै छ भने नमस्ते गर त पारा यस्तै छ खोइ मेरो पारा यस्तै छ भन ल यो त जङ्गली मेरो पारा यस्तै छ भन जङ्गली भएछ है जङ्गली मान्छेहरू ल अब पानी नै भरेको छैन अब बाई बाई तिमीहरू बाई बाई जाऊ देख्नुहुन्छ हुन्छ देख्न सक्नुहुन्छ साथीहरू यसको दल अस्ति खोर्सानी मरेको यस्तो मजाले फलेको छ हेर्नुहोस् न यसको जोडी त अखबारीहरू पो मरेको त माथिको पानी स्टोर पानी स्टोर अब यसलाई चाहिँ हालिहालौँ न किनभने यो भित्र चाहिँ उ छैन नि त पानी परेको छैन अनि त्यसपछि पानीले झिम 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 पानी स्टोर सिमसिम टमाटर टिप्दै खाँदै 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 अब सिद्धिन आँटेको छ हजुरहरू यस्तै छ यो चाहिँ घर माथिको बिचरा सिमी यत्रो भएछ कहिले फल्छ हेर्नु देख्नुहुन्छ साथी हो यहाँको पनि मर्यो यहाँको नि मर्यो यहाँको नि मर्यो सबै मर्यो त्यो डबल मरेको मर्यो डबल रोपेको अनि खै यिनीहरू पनि पारा के हुन्छ यस्तो यस्तो छ ल हेर्नु सक्नुहुन्छ ए मेरो माथिको ड्रागन फ्रुट एउटा यस्तै अब यहाँ 3-4वटा टिप्ने बेला भएको छ हजुरहरू फुलेछन् है फुलेछन् डिसी 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 डिस्यु डिस्यु पारेर अब यहाँ यो देख्न सक्नु यति यो गएछ होइन गयो 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 भएछ 1 2 3 4 5 6 7 8 9 10 एउटैमा रहेछ है यहाँ पनि रहेछ हो यहाँ पनि ल ल यस्तो अनि हेर्नुहोस् तल्लो गरा भाइको भाइको अनि मकैबारी फेरि तलबाट रोड यता सबै मकै ढलेर ल यहाँबाट देख्न सक्नुहुन्छ मेरो कुखुराको खोर घर पछाडि मेरो कुखुराको खोर छपछप गई हिँड्यो होला मेरो बहिनी हो मेरो फर्सी सबै बारी तरकारी अनि नि हजुरहरू यो फुल चाहिँ कत्रो फुल चाहिँ के साह्रो सप्रिरहेको ओ यसरी यहाँदेखि यत्रो सानो घरमा रोपेको फुल्छ कि फुल्दैन तर अहिले पहेँलो देख्यो कि तर हरियो छ यो फुल चाहिँ किन पहेँलो देखेको होला अचम्म लाग्छ मलाई पनि पहेँलो देखेको रहेछ ओ यो माथि लगेर चाहिँ बाँझो है यो माथि लगेर घर बनाउने बित्तिकै मेरो घरमा घाम छिल्छ होला फेरि कि बाँझो है बिक्रीमा छ है हजुरहरू बिक्रीमा सम्पर्क गर्नु होला 8 आना जग्गा छ बिक्रीमा मकै यता पनि मकै उता पनि मकैमा छु के हेर्नुहोस् यो पनि मरेको यहाँ पनि मऱ्यो भनेको कस्तो होला भाइ सबै मऱ्यो नि मेरो खोर्सानी मर्यो यस्तो थियो मैले खाउँ के हो मेरो पानीको स्टोर चाहिँ यो के
यो पाइप सुलुलुलुलु भएर खुलुलु त्यहाँ खस्ने हो साथीहरू। ऊ छत सबै चिसो भयो। मेरो सानो घर यस्तै छ। त्यो चल्लाको खोर भिज्यो। चल्ला ठुलो पार्ने जान्छु। अब प्लास्टिक ओछ्याएर राख्नु कि भन्दैछु। के गर्नु भिज्यो। अब यहाँ ढलान नगरेसम्म गाह्रो भएको छ मेरो साथीभाइहरू। के गर्नु यस्तै छ। जता गऱ्यो के अब बत्ती नै बिग्रेको छ। मेरो बत्ती बनाउने भाइ एकजना हुनुहुन्थ्यो। आज बिहान फोन उठाउनु भएन। घर जान्छु भन्नुभएको थियो। घर जानुभयो जस्तो छ है। अनि उहाँले त फोन रिसिभ फेरि दिदीलाई के पऱ्यो कि भनेर फोन गर्नुहुन्थ्यो। उहाँको घर चाहिँ उदयपुर हो कि। अनि आज जानुभएछ जस्तो छ। अनि हुनुहुन्न। त्यही कारणले बत्ती पनि बनाएको छैन। एक साइडको कि टोइलेटको किचनको बाहिर बार्ने यति बत्ती बिग्रिएको छ। यस्तो हुन्छ हालत है। अब मेरो भदैलाई नआउने अब भदै छ नआउने। आज अलिकति मात्रै काम छुट्टी भनेको थियो। यो बेलासम्म सवारी भए आउनु भएको छैन। अनि यस्तै छ। अब खुसीले कहिले आउनुहुन्छ होला भरेतिर। अनि आफ्नो कथा व्यथा यस्तै छ है मेरो हजुरहरू। के गर्नु साथीभाइहरू। यस्तै छ पारा मेरो साथीहरू। ल साथीहरू मेरो चाहिँ अब सानो मात्रै भिडियो भयो होला। छोटोमा यो पनि अब बिरुवा राखेको छु। म त यस्तो सबै बिरुवा राखेको छु नि त। एभोकाडोको बिरुवा आफै राख्छु आफै उगाल्छु। अनि यस्तो छ। पानी परेर धमिलो पानी परेर धमिलो पनि छ। अलिक साँझमा पनि बनाएँ। अनि किन आज अब भ्लग बाहिर हिँडेको एकछिन किन नबनाउनु भिडियो फेरि बनाउनु पर्यो भनेर अहिले एकछिन बनाएको। म त्यस्तै हो। हिजो हिँडेकोले थकित चाहिँ हिजो र्याङ रुङ भाइहरूसँग भाइ छोराहरूसँग छोराछोरी हो भाइ दिदी भन्छन् आन्टी भन्छन् सम्मान गर्छन्। एउटा कार्यक्रममा गएर त्यस्तै भयो। अनि आज अलिक थाकेर अनि एकछिन त्यो सामान सोध्नु गएको। भोलितिर मात्रै हुन्छ पुग्छ होला भनेर फर्केर आएर अहिले यस्तै बनाएँ मेरो साथीभाइहरू। अहिले साँझमै बनाइरहेको छु भिडियो। सबै सन्चो कुशल रहनु होला। गर्सितमी माइली माइजूलाई माया नमार्नु होला। लाइक गरिदिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु मेरो साथीभाइहरू। सबैजना नमस्कार स्यो गुड नाइट भन्न चाहेँ है। बाई बाई।